प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 तथा नियमन 2051 सम्बन्धी सरकारवाला निकायहरूलाई अभिमुखीकरण कार्यक्रममा हामी आज सहभागी भएका छौँ र हामी सहभागी हुने यहाँ हामी उपस्थित भएका विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएका साथीहरू, औषधि व्यवसायसँग सम्बन्ध राख्ने व्यवसाय साथीहरू, पत्रकार बन्धुहरूलाई मेरो तर्फबाट हार्दिक अभिवादन, नमस्कार। आजको यस कार्यक्रमलाई बुझेर तालिम प्राप्त गरेर केही शब्द भन्न अवसर पाएकोमा म यो कार्यक्रमका संयोजकजीलाई धन्यवाद दिन चाहन्छु। हामीले यस तालिममा के जानकारी भयो भनेर मैले त्यो कुरा गरौँ र वास्तवमा यो कार्यक्रम चलाउनलाई अरू के गर्नुपर्ने हो मैले सब कुरा भन्न नभ्याए पनि छुटेका कुराहरूमा साथीहरूले जोड दिनु होला। मेरो भनाइ के छ भने हामीले त यो तालिम लियौँ त्यो के सम्बन्धी कि स्तनपानको प्रतिस्थापन गर्ने वस्तुमा तपाईँको मिल्कहरू आउँछ, जस्तो मेडोमिल, फारेक्स, ल्याक्टोजिन आदि आउँछ। त्यो प्रचुर मात्रामा प्रयोग भइरहेको छ। त्यसमा खास गरी डाक्टरले सिफारिस गरेर हाम्रो आइमाई महिलाहरूले, आमाहरूले दुधको सट्टामा प्रयोग गर्नु भइरहेको छ। त डाक्टरले प्रिस्क्राइब गरेपछि तो हामीले सोच्ने कुरै हुँदैन, हामीले त यसो पनि गर्छौँ र देखि हेरी पनि हामीले प्रयोग गरिरहेका छौँ। त त्यो प्रयोग गर्ने कारण के हो भने वास्तवमा हामीले त्यसको बारेमा पूर्ण रूपले जानकारी प्राप्त नगरेर वा नभएर हामीले प्रयोग गरेको हो, यो कुरा मैले महसुस गरेको छु। जस्तो यो तालिममा हामी औषधि व्यवसाय बिक्री वितरण गर्ने त यसमा हामी सचेत हुन्छौँ, त्यसमा केही छैन, हामीले सल्लाह दिन्छौँ। तर दुध खुवाउने आमाले, महिलाले हाम्रो कुरा मान्नुहुन्छ कि डाक्टरको कुरा मान्नुहुन्छ? त पहिले प्राथमिकतामा उहाँहरूको डाक्टर आउनुहुन्छ र खास गरी महिला डाक्टरको यसमा रोल बढी हुन्छ। हामीले यो तालिम गराउनु भनेको खास गरी यो सहभागी गराइ, महिला डाक्टरलाई उपस्थित गराइ, उहाँलाई जानकारी पनि गराउने र उहाँसँग सहयोग माग्ने कार्यक्रम हुनुपर्छ भन्ने मेरो अनुमान छ। महिला डाक्टरसँग सहयोग माग्नुपर्छ। हाम्रो यो कार्यक्रमलाई सञ्चालन गर्नको लागि, व्यवहारमा ल्याउनको लागि र प्रभावकारी बनाउनको लागि महिला डाक्टरको आवश्यकता छ। साथै पुरुष डाक्टरको पनि आवश्यकता छ। जस्तो एउटा कुरा आयो कि हाम्रो नर्मल डेलिभरी हुनुभन्दा सिएस गराउने चलन चलेको छ। त्यसको कारण छ, तर वास्तवमा त्यसलाई पनि सुधार गर्नुपर्छ। किनभने खास गरी अब नेपालको भएर नेपालकै कुरा गर्नुभन्दा पनि उदाहरणको लागि कहीँको पनि लिनुपर्छ। जस्तो जापानमा 90% सिएस हुन्छ। तो महिलाले आफ्नो फिगर बरकरार राख्नको लागि सिएस गराउँछन् र उहाँहरूले खास गरी महिलाले त अहिले जापानमा बच्चा दिनै चाहेको छैन, त्यो पनि कुरा आइरहेको छ। जसको कारण हाम्रो यो देशहरूमा, भारतमा, नेपालमा, अन्य देशहरूमा बच्चा बढी जन्माउनु हुँदैन भनेर कानुनै ल्याइसकेको अवस्थामा जापानमा त बच्चा बढी पैदा गरेमा, बढी उत्पादन गरेमा सरकारले डोनेसन दिइरहेको छ। डोनेसन दिइरहेको छ। त्यो कारण के भने यही कारण, जस्तो त्यहाँ बच्चा पैदा गर्नको लागि, उत्पादन गर्नको लागि, जन्माउनको लागि सरकारले अहिले आएर डोनेसन दिइरहेको छ र केही देशहरूमा उत्पादन गर्नु हुँदैन, बच्चा जन्माउनु हुँदैन भनेर सरकारले प्रतिबन्ध लगाइरहेको छ। त्यस्तै